पुरातन हिन्दू परम्परा जसलाई सती भनिन्थ्यो, जहाँ विधवाले आफ्नो पतिको लासमा आफूलाई जलाउँछन्। सुरुमा यो एक आफ्नै इच्छाले गर्ने कार्य थियो जुन साहस र वीरताको रूपमा मानिन्थ्यो, तर पछि यो जबरजस्ती अभ्यास भयो। पौराणिक कथामा सती भगवान शिवको पत्नी थियो। भनिन्छ कि सती ब्रह्माको छोरो दक्षकी छोरी थिइन्। उनका बुबाले कहिल्यै शिवलाई आदर गर्दैनथे र शिवलाई तुच्छ ठान्थे। उनका बुबाले घृणा गरेको घृणाको विरुद्ध गर्न सतीले आफूलाई जलाइन्। उनी जलिरहेको बेला उनले फेरि शिवको पत्नीको रूपमा पूर्णजन्म हुन प्रार्थना गरे र यो भयो पनि। उनको नयाँ अवतार पार्वती मानिन्छ। पछि मानिसहरूले यस कथाको आधारमा सती अभ्यासको औचित्य प्रमाणित गरियो, तर जब सतीले आफूलाई जलाइन् उनी विधवा थिएनन् र त्यसैले अभ्यास यो कथासँग कतै सम्बन्धित छैन। सतीले आफूलाई उनको श्रीमानको लासमा कदापि जलाएकी थिएनन्। सुरुमा सती प्रथा केवल क्षेत्रीय जातिका शाही परिवारहरूमा सीमित थियो, तर पछि तल्लो जातिमा पनि फैलियो, जुन व्यापक रूपमा सबै सामाजिक वर्गहरूमा प्रचलित भयो। शाही परिवारका विधवाहरूले युद्धमा आफ्ना राजा र श्रीमानहरूलाई पराजित गर्ने, सिपाहीहरूले कब्जामा लिनु, बलात्कार गर्नु र उनीहरूको दास भएर बस्नुभन्दा मर्नु नै ठिक लाग्यो। ब्राह्मण जस्तो माथिल्लो जातले सती प्रणालीको अभ्यास गरेन, किनभने ब्राह्मणलाई शुद्ध आत्माको रूपमा लिइन्थ्यो। वर्णन अनुसार विधवाहरू आफ्ना पतिहरूको अन्त्येष्टिको लाससँगै बस्छन् या त सँगै सुत्छन्। भनिन्छ कि महिलाहरू लासमा उफ्रिन्छन् वा लासमा हिँड्छन् जुन आगोले जलिसकेको हुन्छ, वा महिलाहरू लाससँगै बस्छन् र आफैले यसलाई जलाउँदछन्। सतीका घटनाहरू पहिलो पटक नेपालमा 464 AD मा रेकर्ड गरिएको थियो। काठमाडौँ उपत्यकाको पूर्वी छेउमा रहेको चाङ्गु नारायणको मन्दिर परिसरमा एउटा ढुङ्गाको खम्बा छ, जसमा तत्कालीन शासन मानदेवले 464 AD को शिलालेखमा लगाएको थियो। ढुङ्गाको शिलालेखमा वर्णन गरिएको छ कि कसरी मानदेवले आफ्नी आमालाई उनको पिता धर्मदेवको अन्त्येष्टिमा उफ्रनबाट रोक्नुभयो। यो सतीको परम्पराको लागि नेपालमा सबभन्दा पुरानो रेकर्ड गरिएको हो। मल्लकालीनमा पनि इतिहासले देखाउँछ कि योग नरेन्द्र मल्लका 33 पत्नीहरू र प्रताप मल्लका 9 पत्नीहरूले सती गरेका थिए। शाह राजवंशको समयमा राजा पृथ्वीनारायण शाह सती प्रथाको विरुद्ध भए तापनि उनका मृत्युपछि 9 श्रीमतीहरू सतीमा गए। राणाको शासनकालमा जङ्गबहादुरले आफ्नो भाइका पत्नीहरूलाई सती हुन दिएनन्। उनले आफ्ना साना भाइहरू बम बहादुर, बद्री नरसिंह र कृष्ण बहादुरका पत्नीहरू सती हुनबाट बचाए। तर 25 फेब्रुअरी 1877 मा जङ्गबहादुरको मृत्यु भएको 3 दिनपछि उनका 3 पत्नीहरू सती भइन्। नेपालमा यो भयानक परम्परा सन् 1920 28 जुनमा प्रधानमन्त्री चन्द्रशमशेर राणाद्वारा समाप्त नभएसम्म फस्टायो। 1829 मा भारतमा सती प्रथाको अन्त्य भएको थियो। यो बेलायती भारतको शासकहरूको धेरै दबावपछि घोषणा गरियो कि कोहीले सतीलाई आगो लगाएको प्रमाण भएमा उनको हत्याको सजाय हुनेछ। यस सम्बन्धमा कानुन जारी गरियो र पशुपतिनाथ मन्दिर परिसरको विशेष ढोका, जसबाट निन्दा गरिएका महिलाहरूले दाह संस्कारको आगोमा हाम फाल्नका लागि हिँड्नु परेको थियो, सदाको लागि बन्द गरियो। चन्द्रशमशेरले नेपालमा शताब्दीौं लामो अमानवीय सती प्रणालीको अन्त्य गरे। सती प्रथा केवल ब्राह्मण, क्षेत्री र वैश्य जातिमा थियो। उत्तर नेपालमा बस्ने राई, लिम्बू, शेर्पा, गुरुङ, थकाली आदि नैतिक समूहमा विधवा विवाह गर्ने चलन थियो। सती प्रथा उनीहरूद्वारा अभ्यास गरिएको थिएन। यो तथ्यलाई प्रकाश पार्नु महत्त्वपूर्ण छ कि सतीको उल्लेख वाल्मीकि रामायण र वेद जस्ता पुरातन हिन्दू धर्मशास्त्रहरूमा गरिएको छैन। महाभारतमा पाण्डुकी दोस्रो पत्नी माद्रीले आफ्नो पतिको मृत्युपछि आफूलाई जलाइन्।
उनी आफैलाई उनको मृत्युको लागि जिम्मेवार ठान्छिन्, किनकि उनले आफ्नो पतिलाई श्रापको विषबाट बचाउन सकेकी थिएनन्। उनको बलिदान कुनै सती प्रथाको परिणाम थिएन, तर उनको पतिको लागि पूर्ण प्रेम। महाभारतमा कुनै पनि महिलाले सतीलाई अनुमति दिइएको छैन जसका पति 18 दिनको लामो युद्धमा मारिए। सती पति र पत्नीलाई स्वर्गमा पठाउनुको अभ्यास थिएन, तर विधवालाई आफ्नो पतिको मृत्युपछि परिवारको सम्पत्तिको हक नलाग्ने एक षड्यन्त्र थियो। पराशर स्मृति भन्छन् कि विधवा वा विवाहित महिला जसको पतिले उनलाई सदाको लागि छोडिदिएका छन्, उनी पुनः विवाह गर्न सक्दछन्। धन्यवाद।